अब हामी यहाँ छौँ होइन, यो मलेसियाको ठाउँमा छौँ। अब यसरी हामीले दिन रात यसरी मेहनत गर्नु परेको छ होइन। अब यो पालिको चुनावमा हामीले कतै पनि भुल नगरौँ। जसरी हुन्छ घरमा फोन गरेर भाइहरू बहिनीहरूलाई जसरी हुन्छ भोट चाहिँ यो पालि घन्टीमा हान्ने भनेर यो मकसदले हामीले यहाँबाट जसरी हुन्छ भिडियो कलद्वारा फोनद्वारा के कसो गरेर हुन्छ जसरी हुन्छ सबैलाई मतलब घन्टीमा भोट हाल्नको लागि एकदमै उ गर्नु पर्यो। हाम्रो आवाज यहाँ नभए पनि हाम्रो आवाज नेपालसम्म पुग्छ र रविलामी छानेसम्म पुग्यो भने भोलिको दिनमा अरू हाम्रो बारेमा नसोचौँ, हाम्रो जिन्दगी त गयो भाइ। तर अब आउने जो बच्चाहरूको भविष्य छ उनीहरूको भविष्यको लागि चाहिँ यो हुनु जरुरी छ। घन्टी 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 ओके 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 हाम्रो भोट भी घन्टी। ल है साथीहरू घन्टी है घन्टी 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 बालन शाह।